ईश्वर वल्लभको आगोका फुलहरू हुन् आगोका फुलहरू होइनन् भन्ने कविता सङ्ग्रहले 2029 सालमा मदन पुरस्कार पाएको थियो। आइएमएलई आन्दोलनका 3 जना मध्ये एक विशिष्ट कवि, निबन्धकार, गीतकार, स्तम्भकार, चिन्तक ईश्वर वल्लभ अब हुनुहुन्न। तर उहाँले लेखेका कविताहरू, उहाँका कृतिहरू आज हाम्रा हातमा छन्। म उहाँको एउटा कविता पढ्न लागेको छु। यो त्यही आगोका फुलहरू हुन् आगोका फुलहरू होइनन् भन्ने कविता सङ्ग्रहभित्र छ र यो कविता सङ्ग्रह 2029 सालमा प्रकाशित भएको हो। यो कविता कुन मितिमा लेखिएको भनेर यो कविताको पुछारमा मिति त छैन, तर जेस यो कविता 20 को दशकमा लेखिएको कविता हो अथवा 2029 सालभन्दा अगाडि यो लेखिएको, किनभने किताबै 2029 सालमा प्रकाशित छ। म पढ्न लागिरहेको छु। कविताको शीर्षक छ म नेपाल सोच्न थालेको छु। हामी आज पनि नेपालै सोचिरहेका छौँ। 2029 साल अगाडिका कवि ईश्वर वल्लभ पनि त्यति बेला नेपाल सोचिरहेका रहेछन्। हरेक बेलुकी पख साँझ म एउटा कुरा सोच्न थालेको छु। हरेक बेलुकी पख साँझ म एउटा कुरा सोच्न थालेको छु। सो केही पनि होइन र सान्दर्भिक छैन र पनि सोच्न थालेको छु। एउटा एकान्तको सवाल त्यहाँ छन्, त्यहाँ एउटा भिडको पनि, कि मैले सोच्न थालेको कुरा बकैनाको र धुपीको छ। म हरेक पतनको खोजी गर्दैछु कि जहाँ अभिशप्तहरू छन् र उग्राउँछन् घाँटीभरिका चाराहरू राल चुन्जेल र चपाउँछन् निल्न ओकल्न छायाहरू। म त व्यर्थैको कुरा भन्ने भनेर बदनाम पनि छु। म त व्यर्थैको कुरा भन्ने भनेर बदनाम पनि छु कि म कुरा गर्छु व्यर्थैको बागमतीका बगरहरू र कुरा गर्छु ती आकाशका नभेटिने ताराहरू, भातका सीताहरू। म कुरा गर्छु केफेमा एक प्याला तातो पिएको कुरा। म कुरा गर्छु भट्टीमा एक बटुको चिसो पिएको कुरा। म कुरा गर्छु सडकमा एउटीको आँखा भोगेको कुरा। म कुरा गर्छु एउटा बिहान व्यर्थै बिउजिएर झ्यालबाट पनेरामा हेरेको कुरा। म एउटा कुरा सोच्न थालेको छु। म एउटा कुरा सोच्न थालेको छु। त्यो बिहानको बैंस त रहेन दिनभर। म एउटा कुरा सोच्न थालेको छु। त्यो बिहानको बैंस त रहेन, दिन भयो, घाम भयो, साँझ भयो, मर्यो। खिड्कीबाट सधैँ हेरिरहेको आलु बखडाको रुख भएन। जङ्गार तथा मैले डराएको डर भएन। सल्लाका नाङ्गा र निर्लज्ज रुखहरू भएनन्। खोलाका अघि सराई र पहाडको स्थिति पनि भएनन्। भएनन् एउटा वृक्ष जसको छारीमा म सुत्न सक्छु र युगहरूदेखिको अथाह एकछिन बसेर मेट्न सक्छु र युगहरूदेखिको थकाइ एकछिन बसेर मेट्न सक्छु। मेरो देश पनि मेरो भएन, मेरो आँगन मेरो भएन। भएन सारो र पर्खाल अनि पगडन्डीहरू मैले जन्मेका। यहाँ त पहिलेदेखि नै सन्तप्त मानवहरूका गुफा रहेछन्। यहाँ कसैलाई सहानुभूति भएन, कथा भएन, गीत भएन। यो त टिटानको देश, सबै श्रापित छन्। कोही पनि एउटा बेग्लै देवता भएन। हरेक क्षणसित जुझिरहेका सबै जीवन पनि केही मेरा भएनन्। म त खोला बगाइसित जिन्दगी हेर्न खोज्थेँ। म खोज्थेँ पहाड उचाइसित सपना उभिएको खोज्थेँ। म टाढाबाट देखेको त्यो शैलभरिका दिनहरू मेरो आँगनमा मलाई रुझाउन बगेको खोज्थेँ। म त कोठाको निर्लिप्ततामा कसैको अवरोध खोज्थेँ। म चिहान पनि एक्लै गएर मानिस जस्तै गाडिन खोज्थेँ। म खोज्थेँ मसानको आतङ्क अनि त्यसलाई मेरो आफ्नो कुरा भनेर सोच्थेँ। यहाँ केही भएन। यहाँ केही भएन। यहाँ केही भएन। वेश्याको एउटा शरीर सायद खोज्थेँ। त्यो पनि भएन। कहीँ बन्द छ त्यो वेश्या। म टाढाबाट आएको तिम्रो देशको हुँ। म कसरी गर्व गरौँ मेरो देशमा मेरो केही पनि भएन। त्यो त एउटा खोला थियो, मसित आएर भन्थ्यो म त्यहीँबाट बगेको हुँ जहाँ तिम्रो देश छ। त्यो त एउटा हावा थियो जसबाट बास्ना आउँथे।
कि मेरो देशको जहाँ मेरो देश छ त्यो त आकाश थियो, त्यो गम्भीर थियो, त्यसको अग्लाई मेरो देशको जस्तै थियो। त्यो त एउटा खेलौना थियो, मलाई लोभ्याउँथ्यो कि त्यो मेरो देश हो भनेर। म बुझ्थेँ, सम्झाउँथ्यो, म खेल्न सक्छु, म चल बनाउन सक्छु तिम्रा धागाहरूमा। मैले भनेको थिएँ यो विडम्बना हो। उसले भन्यो समात छेउ। मैले छेउ समातेँ, वास्तवमा चल मलायो। अहिले मरेको छ, सायद मेरो खेलौना मरेको छ। अहिले मरेको छ, सायद मेरो खेलौना मरेको छ, कि माटो मरेको छ, कि देश मरेको छ। म एउटा कुरा सोच्न थालेको छु, म आकाश सोच्न थालेको छु, म बतास सोच्न थालेको छु, म खोला सोच्न थालेको छु, म बकैना सोच्न थालेको छु, किनभने मेरो प्रवासमा बकैना थिएन। म सडकको पूर्व जाने फर्केर पश्चिम आउने, म सडकको पूर्व जाने फर्केर पश्चिम आउने, फेरि पूर्व जाने, अड्किने, अल्मलिने भिड सोच्न थालेको छु। म त्यसै भिडमा छु र त्यसलाई सोच्न थालेको छु। यहाँ पूर्वाग्रह छैनन्, यहाँ ती फैलिएका मैदान कि ती उकाली ओह्राली छैनन्, यहाँ ती चियाका बुट्टाहरू र मकैका बोटहरू पनि छैनन्। यहाँ बग्छन् मानिसका टाउकाहरू गिदी नभएका परसम्म खोज्न कि नपाउन र अभ्यस्त हुन त्यस अप्राप्तिमा। यहाँ बग्छन् अग्ला घरहरू पूर्वदेखि कि पश्चिमसम्म, अलग तराका नदीहरू जिउँदै, पसलहरू जिउँदै। मानिस यहाँ हुँदैन, कोही हुँदैन, राक्षस पनि हुँदैन, किनभने जीवन हुँदैन। म अचेल तिमीलाई हेर्न थालेको छु, म अचेल तिमीलाई हेर्न थालेको छु र तिम्रो जीवनलाई मेरो सोचाइभित्रसम्म हेर्न थालेको छु। यहाँ तिमी बाहेक केही सोच्ने कुरा छैन। त्यसैले अचेल म खुट्टा, जाङ, आँखा, छाती, औँलाहरू र पैतालाहरू अनि तिम्रा ओठहरू व्यर्थै सोच्न थालेको छु। वास्तवमा म नेपाल सोच्न थालेको छु, वास्तवमा म नेपाल सोच्न थालेको छु।